लोकन्थली एरियामा बसेर तपाईँ के दामी दामी सेकर खाने ठाउँको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने अकबर सेकर तपाईँको लागि बेस्ट डेस्टिनेसन हुन सक्छ। यो चाहिँ मध्यपुर ठिमी वडा नम्बर 1 मा पर्छ, भक्तपुर जिल्ला हो। यहाँ चाहिँ सबै सेकुवाहरू चाहिँ लोकल मसला युज गरेर म्यारिनेट गरिन्छ र अर्ग्यानिक तरिकाले टक्क दाउरामा पोलेर पकाइन्छ। यहाँको एकदम स्पेसल आइटम भनेको चाहिँ दाउरामा पोलेको माछा हो। यो चाहिँ दुईतिर आगो बालेर टक्क बिचमा माछा राखेर एकदम कम तेल युज गरेर पकाइन्छ। यदि तपाईँ माछाको पारखी हुनुहुन्छ भने एकचोटि अकबर सेकरमा भिजिट गरेर टेस्ट गर्नु होला। यहाँको माछा चाहिँ एकदम अर्ग्यानिक छ। माछाको साथसाथै यहाँ चाहिँ बफ, चिकन, मटन, पोर्क, विङ सबैको सेका पाइन्छ। सबै चाहिँ यसरी टक्क दुईचोटि दुईतिर दाउरामा बालेर पकाइन्छ होइन। पोर्कको लागि छुट्टै, माछाको लागि चाहिँ छुट्टै हुँदो रहेछ यता। यहाँ चाहिँ सबै सेकाहरू आफैले छानेर आफैले जोकेर केजीको हिसाबमा खान पाइने रहेछ। आफूलाई जस्तो मन लाग्यो त्यस्तै माछा छान्ने हो, टक्क पोल्न दिने रहेछ। र साथै चिल गर्नको लागि रक्सी र बियरहरू पनि एकदम सुपथ मिलेमै छ। एकदम सस्तै रहेछ अरू ठाउँभन्दा चाहिँ। सिटिङ स्पेस र एम्बियन्स चाहिँ एकदम चिल भाइब्स दिने खालको छ अनि एकदम ओपनै छ होइन। तपाईँहरू यदि साथीभाइहरूसँग अरू फ्यामिलीसँग आउनुहुन्छ भने नेक्स्ट टाइम अकबर सेकालाई एकचोटि पकाइ पनि सम्झिनु होला र यहाँको दामी दामी सेकाहरू एकचोटि पकाइ पनि ट्राई गर्नु होला। वेलकम टु अकबर सेका।